as we can see 2081 सकिन लास्टै थोरै दिन छ. So in 2082 only the strongest will survive. So if you want to be the best in 2082 अबदेखि नै यो 5 habits build गर या फिर गर्नै पर्ने छ के तिमीलाई. भिडियो लास्टसम्म हेर बिकज लास्टमा एकदम इम्पोर्टेन्ट कुरा छ. ह्याबिट नम्बर 1 डिजिटल डिसिप्लिन. 2082 मा मान्छेहरूको एकदम सुपर डिस्ट्र्याक्टेड हुन्छन् के, तिनीहरूको फोकस लास्टै विकेस्ट हुन्छ. जसको डिजिटल डिसिप्लिन स्ट्रङ छ त्यो मान्छेले मात्र सक्सेस गर्न सक्छ के. यदि तिम्रो फोनले तिमीलाई कन्ट्रोल गर्छ भने यु आर अलरेडी लुजिङ. अबबाट एक्सेस, स्क्रोलिङ, टाइम पास भिडियोज, अननेसेसरी नोटिफिकेसन सबै हटाइदेऊ अनि प्रोडक्टिभ बन्न थाल. अब कमेन्ट गर है त नडाटिकन, तिमी दिनको कति घन्टा फोन चलाउँछौ. बी अनेस्ट है गाइज. ह्याबिट नम्बर 2 लर्न बियोन्ड स्कुल. तिमीले अहिले पनि देख्न सक्छौ धेरै जस्तो जबहरू एआईले खाइदिइसक्यो. अब 2082 मा त सब जबहरू एआईले खाइदिइहाल्छ नि. त्यही भएर मोस्ट इम्पोर्टेन्ट इज स्किल. अब तिमीले म्याथ साइन्स त स्कुलमा पढ्छौ, त्यसको साथसाथै कोडिङ, क्रिएटिभिटी, लिडरसिप, एआई जस्तो स्किलहरू पनि डेभलप गर के, किनकि स्कुलले तिमीलाई कहिले नि सिकाउनेवाला छैन. अब एउटा टिचरले सबै सब्जेक्ट पढाउन सक्दैन भनेपछि त्यसले कहाँदेखि लिडरसिप र एआई जस्तो कुराहरू सिकाउन सक्छ. र आफै विचार गर अनि युट्युबमा खोजी सिक के. ह्याबिट नम्बर 3 मास्टर योर हेल्थ. अब नयाँ वर्षमा तिमीले आफ्नो बडीलाई एकदम ध्यान दिन पर्ने हुन्छ. तिम्रो बडी नै सबैभन्दा इम्पोर्टेन्ट एसेट हो के. यदि तिम्रो बडी प्रोडक्टिभ छैन भनेपछि यसको मिनिङ तिम्रो बडी हेल्दी छैन. त्यही भएर यदि तिमी प्रोडक्टिभ हुन चाहन्छौ भने चाहिँ सबैभन्दा पहिला बडी बनाऊ, एनर्जी फुल हुन्छ. जङ्क फुड कम गर, पानी धेरै पिऊ, एक्सर्साइज कम्पलसरी गर, दिनको 15 मिनट भयो नि गर के. फिट हुने कि अनहेल्दी हुने यो सब तिम्रोमा डिपेन्डेड हुन्छ के. ह्याबिट 4 कन्ज्युम प्रोडक्टिभिटी. यो पोइन्ट स्टार्ट गर्नुभन्दा अगाडि तिमीले यो रिल हेर. I bet you don't know this. आज मैंने मेरे बिल्ले के लड्डू लेकर उसे संतरे. तँ हेऱ्यौ, अब यो रिल हेर. डिसाइड बाई योर सेल्फ. अब तिमीले कुन चाहिँ कन्ज्युम गर्छौ. अब टिकटक, इन्स्टाग्राम अनि युट्युबमा यस्ता कन्टेन्टहरू धेरै आउँछन्. अब यो चाहिँ तिम्रोमा डिसाइड हुन्छ के, तिमीले कस्तो खालको हेर्छौ, कस्तो खालको बन्छौ भनेर. ह्याबिट नम्बर 5 इज एडाप्टेसन. अब यदि तिमीलाई सक्सेसफुल हुन छ भनेपछि एडाप्टेसन इज द मोस्ट इम्पोर्टेन्ट ह्याबिट. अनि यो चाहिँ मेरो पर्सनल फेभरेट हो. मार्केटमा कुनै नयाँ कुरा या फिर नयाँ ट्रेन्ड, नयाँ स्किल, नयाँ टेक्नोलोजी आयो भने चाहिँ तिमीले त्यसलाई अरूभन्दा चाँडो एडाप्ट गर्न सक्न पर्यो र अरूलाई भन्दा चाँडो आफू एडभान्टेजमा आउन सक्न पर्यो के. यो चाहिँ धेरै जस्तो मान्छेले आफ्नो पावरफुल हुन या फिर पावरमा आउनलाई यो एकदम युज गरिरहेका हुन्छन्. 2082 विल बिलोङ्स टु दोज हु आर प्रिपेयर्ड फर इट. अबदेखि नै यो 5 ह्याबिट्सलाई एप्लाई गर आफ्नो डेली लाइफमा अनि फ्युचरमा आफ्नो नामलाई चाहिँ टप लिस्टमा राख्न खोज. यदि तिमीले आजको यस नयाँ भिडियोमा केही नयाँ कुरा सिक्यौ भनेपछि चाहिँ यो भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदेऊ, किनकि तिम्रो अर्को लट्ठु साथीलाई पनि सेयर गर्न पर्यो नि त भिडियो.